हाम्रो साथीहरू काफल खानालाई चाहिँ अनेक जुक्ति लगाएर चाहिँ ल हेर्नुहोस् यहाँ भर्याङ कहाँ लगाएर त्यो ठाउँ केही सिप्न लागेपछि तलतिर ओर्लिँदै ल। अब हाम्रो अर्को भाइले चाहिँ भर्याङलाई चाहिँ अब अलि यता सारेर चाहिँ ल हेर्नुहोस् पाहाडमा आइसकेपछि बुद्धि आफै आउँछ। लट्ठी पनि हेर्नुहोस् एकदम त्योभन्दा लामो चाहियो भने म लिएर आउँछु। लट्ठीको कारणले धोका होला जस्तो लाग्यो। हाइटको कारणले। ए भाइ धेरै यता नआउने है, अलिकति बस्नु यहाँ एकदम नजिक एकदम उसमा छ नि, फेरि धराप छ हो। ल भयो जति काफल जति भुइँमा।